विशेष आज तपाईहरुलाई एउटा सानो एउटा अवेर अथवा जानकारी गराउन म यसरी उपस्थित भएको छु एउटा सानो भिडियो लिएर। र विशेष अहिले हाम्रो जुन चाहिँ यो साङ्चेजिपी क्षेत्रमा अलिकति यो फ्रड है धोखाधडी अनि चोरीको कतिवटा केसेसहरु अलिकति बढिरहेकोले गर्दाखेरि विशेष तपाईहरुलाई भिडियो मार्फत म अलिकति जानकारी गराउन चाहन्छु। र विशेष हामीले हाम्रो क्षेत्रमा है जति पनि नयाँ जुन चाहिँ कन्स्ट्रक्सनहरु भइरहेको छ अनि त्यहाँनिर यदि तपाईहरुले अब बाहिरबाट है काम गर्नेहरु अथवा बैधार बाहिरबाट लिएर तपाईहरुले ठिकामा दिनु भइरहेको छ भने हामीले अगावै पनि साङ्चेजिपीले एउटा जानकारी गराएका थियौं कि उहाँहरुलाई तपाईहरुले पहिले त उहाँहरुको डकुमेन्ट्स तपाईहरुले लिनु पर्ने हुन्छ है। अनि कतिजना काम गर्न आएको छ उहाँहरुको संख्या अनि उहाँहरुको पनि डकुमेन्ट्सहरु तपाईहरुले लिदिने म अनुरोध गर्न चाहन्छु। किन भन्दाखेरि यो प्रकारको केसेसहरु जुन चाहिँ फ्रडको केसेसहरु धेरै बढिरहेको छ उहाँहरुले। अनि विशेष तपाईहरुले यो पनि जानकारी गराउन चाहन्छु कि तपाईहरुले जसलाई काम दिनु भएको छ है उहाँहरुको काम सके बापत मात्रै तपाईहरुले उहाँहरुलाई पैसा दिनुहोस्। अनि पैसा दिँदा पनि तपाईहरुले उहाँ पैसा दिँदाको एउटा रसिद हुन्छ कि अथवा तपाईहरुले एउटा फोटो भिडियोहरु गरेर है उहाँहरुले एउटा प्रमाण तपाईहरुले राख्नुहोस् है उहाँहरुलाई पैसा दिएको पनि। अनि सँगसँगै फिलहालै मात्रै हाम्रो हिजो मात्रै एउटा केस हाम्रो साङसेरमै एउटा केस भयो जो एउटा वृद्ध है एकजना बोजू जो नानीलाई स्कुलमा लिनु गइरहेको बेला दुईजना अन्जान बाइक सवार व्यक्तिहरु आएर चाहिँ उहाँहरुलाई अन्जान नचिनेका है उहाँहरुले आएर अचानक उहाँको हातबाट एउटा ब्रेसलेट जुन चाहिँ एउटा लगाएको थियो बोजूले हातैबाट खोसेर लगेको हिजो एउटा जानकारी आयो है। अनि त्यसले गर्दाखेरि यसरी अब यो केसेसहरु यसरी बढेर जाँदैछ। त्यसले गर्दाखेरि विशेष म घरको है परिवार पक्ष तपाईहरुलाई पनि यो अवेर बसिदिने आफ्नो नानीहरुलाई कसैसँग एउटा साथमा मात्रै स्कुलहरुतिर पठाइदिने एक्लै दुक्लै त्यसरी नपठाइदिने। अनि यसरी बोजू बाजेहरु हुन्छ उहाँहरुलाई पनि एक्लै दुक्लै अलिकति टाढो जग्गातिर तपाईहरुले एक्लै नपठाइदिनुहोस्। किनभने अहिलेको अब जुन चाहिँ समय छ एकदमै राम्रो छैन। त्यसले गर्दाखेरि यसमा तपाईहरु अलिकति सतर्कता बस्नुहोस् भनेर नै आज मैले यो एउटा सानो भिडियो तपाईहरुलाई एउटा जानकारीको निम्ति लगाएको छु। अनि यसको निम्ति हामीले पुलिस प्रशासनसँग पनि बात गरेका छौं है। उहाँहरुले पनि अहिले फिलहाल यो विषयमा उहाँहरुले एकदमै गम्भीरतापूर्वक लिइरहेको छ। उस हिसाबले अगावै जानकारी गराउनु भएको छ कि उहाँहरुले पनि यो विषयमा पहल गरिरहनु भएको छ। डकुमेन्ट्सहरु चेकको उहाँहरुले भेरिफाईहरु गरिरहनु भएको छ। त्यसले गर्दाखेरि विशेष म आम जनतालाई पनि है आम पब्लिकमा पनि तपाईहरुलाई अवेर गर्न चाहन्छु। तपाईहरुले पनि यो विषयमा चाहिँ एकदमै अवेर बस्नुहोस् है। बाहिरबाट यदि कोही आउँदैछ भने अन्जान व्यक्तिहरु आउँदैछ भने तपाईहरुले उहाँहरुलाई एकदमै उहाँहरुलाई सोधखोज गरेर उहाँहरुको डकुमेन्ट्स है विशेष त म हाम्रो जति पनि पञ्चायत मेम्बरहरु हुनुहुन्छ विभिन्न हाम्रो संसद एरियाको कृपया तपाईहरुले पनि यो विषयमा अलिकति गम्भीरता लिदिनुहोस्। यदि तपाईहरुको संसद भित्र कोही नयाँ नचिनेका व्यक्तिहरु कोही आउँदैछ अथवा बाहिरबाट काम गर्न आउँदैछ भने उहाँहरुको चाहिँ डकुमेन्ट्स अथवा उहाँहरु कहाँबाट आएको उहाँहरुले उहाँहरुको डिटेल्स चाहिँ तपाईहरुले राख्नुहोस् भनेर म विशेष अनुरोध गर्न चाहन्छु। किनभने यो विषयमा पुलिस प्रशासनले मात्रै पनि यसको अब छानबिन गर्न धेरै गाह्रो पर्छ। त्यसले गर्दाखेरि हामी आम पब्लिक पनि लागि पर्यौं है त्यो विषयमा लागि पर्यौं भने चाहिँ हामी सतर्क बस्यौं भने चाहिँ आउँदो दिनमा यो केसेसहरु हाम्रो एरियामा हुनदेखि बन्द हुन्छ भन्ने चाहिँ म आशा साच्दछु। र विशेष म यही तपाईहरुलाई अनुरोध गर्न चाहन्छु आउँदो दिनमा चाहिँ तपाईहरुले यो विषयमा ध्यान दिनुहोस् भनेर म साङ्चेजिपी मार्फत तपाईहरुलाई अनुरोध गर्न चाहन्छु। धन्यवाद।